नमस्कार। आज हामी सन् 2025मा यो भारत पाकिस्तान बीच जुन तनाव बढेको छ नि, यसको पछिल्लो अवस्थाबारे अलिकति गहिरिएर कुरा गर्दैछौँ। हो, अहिले अवस्था निकै तातेको छ। हामीसँग भएका स्रोतहरूले चाहिँ अब हालसालेका घटना, त्यसको पृष्ठभूमि अनि के हुन सक्छ भन्ने देखाउँछ। त्यसैको आधारमा हामी आज यो सङ्कटको जड के हो, के भयो खासमा, अनि यसले कस्तो असर पार्ला भनेर छलफल गर्ने हो। सुरुवात चाहिँ त्यही पहलगाम हमलाबाटै गरौँ न त, जसले यो सबै सुरु गर्यो जस्तो देखिन्छ। हो, अप्रिल 22 को त्यो घटना। हो, कश्मीरको पहलगाममा भएको त्यो घातक हमला जसमा 26 जनाको ज्यान गयो, त्यसले कसरी तनाव यति छिटो बढायो? स्रोतहरूले त यसलाई सन् 2008 को मुम्बई हमला पछिको सबैभन्दा डरलाग्दो भनेका छन् नि। हो, एकदमै। त्यो हमला एउटा निकै गम्भीर मोड थियो भन्नुपर्छ। सुरुमा त जिम्मेवारी टीआरएफ भन्ने समूहले लियो। टीआरएफले? उनीहरूले चाहिँ त्यो 2019 पछि भारतले कश्मीरमा जनसाङ्ख्यिकीय परिवर्तन गर्यो भनेर कारण देखाएका छन्। तर भारतले चाहिँ होइन, यो सिधै पाकिस्तानले गराएको हो भनेर आरोप लगायो। अनि पाकिस्तानले त ठाडै अस्वीकार गर्यो, गर्दै आएको छ। यसले गर्दा त्यो पुरानो अविश्वास झन गहिरियो के। हमलापछि भारतको प्रतिक्रिया पनि निकै कडा देखियो नि, होइन? खास गरी त्यो सिन्धु जल सम्झौता निलम्बन गर्ने निर्णय, यो किन यति महत्त्वपूर्ण मानिन्छ? यो त एकदमै गम्भीर कदम हो। सन् 1960 को सम्झौता हो यो। 6वटा नदीको पानी बाँडफाँडको कुरा छ यसमा। हो, अब भारत माथिल्लो तटमा छ, उसले यो निलम्बन गर्दा पाकिस्तानको भनौँ न करिब 80% कृषि जुन पानीमा निर्भर छ, त्यसमा ठूलो सङ्कट आउन सक्छ। 80%? त्यो त धेरै नै भयो। हो नि, तर यो पानीको मात्र कुरा भएन। अब यसले पानी जस्तो आधारभूत स्रोतलाई पनि भूराजनीतिक हतियार बनाउन सकिँदो रहेछ भन्ने देखायो। यो खतरनाक प्रवृत्ति हो। भनेपछि भविष्यका लागि पनि नराम्रो उदाहरण बस्ने भयो। एकदम। अनि त्यति मात्रै होइन, भारतले सीमा बन्द गर्यो, भिजा रद्द गर्यो, अनि मे 7 मा त अपरेसन सिन्दूर भनेर सैन्य कारवाही नै गर्यो। ए हो र? के थियो त्यो अपरेसन? पाकिस्तान र पाक प्रशासित कश्मीरका विभिन्न ठाउँमा क्षेप्यास्त्र हमला गर्यो। भारतले त यसलाई आतंकवादी शिविरमा लक्षित नियन्त्रित हमला भनेको छ। उनीहरूको दाबी अनुसार करिब 70 जना मारिए। ओहो, 70 जना! यस्तो कदमपछि त पाकिस्तान पक्कै चुप बसेन होला। उनीहरूको प्रतिक्रिया कस्तो थियो त? स्वाभाविक रूपमा पाकिस्तानले पनि कडा प्रतिक्रिया देखायो। पहिले त भारतको आरोप अस्वीकार गर्यो, अनि भारतीय हमलामा 26 जना आफ्ना नागरिक मारिएको दाबी गर्यो। नागरिक मारिएको दाबी? हो, अनि सैन्य तयारी बढायो। त्यो नियन्त्रण रेखा एलओसीमा त निकै गोलाबारी भयो। पाकिस्तानले त 5वटा भारतीय विमान खसालेको दाबी पनि गर्यो।